हेलो नमस्कार छ सबैजनालाई फेरि मेरो आजको सानो भ्लगमा। आजको भ्लगमा चाहिँ के छ भन्दादेखि तपाईले माथिको कन्टेन्ट हेरेर नै थाहा पाइसक्नु भएको छ हो। भनेपछि अब आज चाहिँ डल्ले खोर्सानी मैले अस्ति नै धेरै अगाडि 1.5-2 महिना अगाडि नै फोटो हालिसकेको थिएँ हैन। तर मैले त्यसलाई आधी चाहिँ सारिसकेको छु र 1-2वटा चाहिँ थियो, अलिक सानो थियो नि त। अन्त तिनीहरूलाई चाहिँ मैले अलग्गै राखिरहेको थिएँ अलिक ठुलो होस् भनेर हैन। अहिले चाहिँ तिनीहरूको सार्ने बेला भइसकेको छ। अन्तखेरि तिनीहरूलाई चाहिँ म आज कसरी सार्दै छु भन्दाखेरि चाहिँ सिधै बारीमा चाहिँ सारेको छुइनँ। हामीले यो चाहिँ तपाईहरुको लागि एउटा के भन्छ जानकारी भिडियो पनि हो। तपाईहरुले डल्ले खोर्सानी बारीमै लगाउनु पर्छ भन्ने छैन हैन। जग्गा छैन भने सिमेन्टको बोरामा हेर्नुस् ल, यसरी मैले यहाँनिर माटो भरिसकेको छु आधी। अन्तखेरि यहाँनिर चाहिँ छ तपाईको मल र माटो मिक्स भएको, यो लगाएर त्यसपछि यहाँनिर हेर्नु सक्छ यो मैले अस्ति नै रोपिसकेको यो अलिक ठुलो भइसकिसकेको छ हैन। अन्त यहाँनिर पनि छ यो चाहिँ अहिले भर्खर मैले रोपेको। अन्तखेरि यसमा चाहिँ तपाईले आधी माटो हाल्नुपर्छ, निकै माटो हालेर त्यहाँपछि अन्तखेरि यो मल र माटो मिक्स गरेर चाहिँ त्यहाँपछि यो बोराभित्र आधी हालेर त्यहाँपछि चाहिँ डल्ले खोर्सानी सार्दाखेरि चाहिँ हालिदिनुपर्छ हो। म चाहिँ त्यसरी रोप्छु, अरूले चाहिँ अब कसरी रोप्छ थाहा छैन हो। म चाहिँ जग्गा छ कि तर अलिक यिनीहरूलाई चाहिँ झारपातहरूले किरा लाग्छ नि त कि, त्यही भएर बरु यसरी मजाले डिग गर्यो बोराभित्र यसरी हेर्नुस् ल। यसरी सबै जग्गा बनायो, यहाँनिर चाहिँ खोर्सानीको बिउ हाल्यो, बिजन उम्रिसकेको छ हो। अन्तखेरि यहाँनिर चाहिँ सही खोर्सानी क्या सानो थियो नि त यिनीहरू चाहिँ। अन्त अलिक सानो भएको कारणले गर्दा चाहिँ मैले यसरी यहाँ बोरामा यसरी रोपिदिइरहेको थिएँ हैन। त्यसपछि अन्तखेरि यिनीहरू चाहिँ अब सार्ने बेला भइसक्यो। अस्ति नै सार्नुपर्ने कि म अलिक ढिलो भइसकिसकेँ, यता के काम गर्दाखेरि हो। अन्त यहाँ पनि निकै ठुलो भइसकेको छ हो। अन्तखेरि यो चाहिँ हो तपाईको लालुपाते। यो चाहिँ मैले तल मिलिङबाट लिएर आएको थिएँ कि, यो रातो खालको दामी फुल्छ कि, हेरेर लिएर आएको थिएँ। डन्ठी काटेर लिएर आएको थिएँ। सर्नु थालिसकेको छ हेर्नुहोस् त मजाले हो। यहाँ पनि छ यहाँनिर पनि यस्तो भइसकेको छ, सरिसकेको छ हो। अब यसलाई चाहिँ टक्कै निकाल्नुपर्छ फेददेखिको। मैले चाहिँ त्यो बोराबाट डल्ले खोर्सानी यसरी माटोसँगै निकालिसकेको छु हो। अन्त अब चाहिँ त्यहाँ लगेर त्यो बोरामा यहाँनिर राखेको छु कि, अलिक यहाँनिर चाहिँ खुल्ला जग्गा हुन्छ नि त। यहाँनिर चाहिँ हेर्नुहोस् ल, यहाँ चाहिँ एउटा 2टा 3टा फोटो यसलाई चाहिँ यसरी टक्कै यसरी रोप्नुपर्छ। अहिले चाहिँ मैले यहाँनिर अलिक माटो पुगेको छैन, यो भरि माटो हालिदिन्छु अब यहाँनिर पनि।
अन्त यहाँ पनि रोपिसक्यो हो। अन्त यहाँनिर चाहिँ छ, मैले अस्ति रोपिसकेको छु कि, यो अस्ति रोपेको यहाँ लाली सागहरू पनि अलिअलि उम्रेको छ। यहाँनिर नि हो मजाले सरिसकेको छ, ठुलो भइसकेको छ। यहाँनिर पनि छ है, यहाँनिर पनि छ हो। यस्तो पत्ताहरू चाहिँ कुहिएको पत्ताहरू चाहिँ जानुपर्छ। र तपाईँहरूलाई एउटा जानकारीको उयो के छ भन्दाखेरि चाहिँ डल्ले खोर्सानीले छ नि, यहाँ हेर्नुहोस् ल, 1 2 3 4 5 6 7 8वटा, यहाँसम्म 8वटा पत्ताको उस आइसकेको छ होइन। अब तपाईँहरूले यहाँनिरको यो टुप्पो हुन्छ नि, टुप्पोलाई चाहिँ यसरी टक्कै चुटाइदिनुहोस्। यसरी टक्कै चुटाएर टक्कै फ्याँकिदिनुहोस्। त्यहाँपछि चाहिँ तपाईँहरूको के हुन्छ भन्दा चाहिँ पछि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यसरी हाँगा दिन्छ। डल्ले खोर्सानी देख्नुभयो, 1 2 3 4 5 भनेपछि चाहिँ तपाईँको के हुन्छ भन्दाखेरि चाहिँ यहाँबाट चाहिँ अब तपाईँको बेसी हाँगा हुन्छ डल्ले खोर्सानीको, ठुलो झ्याङ हुन्छ, अन्तखेरि धेरै मात्रामा फल्छ। अब यहाँ हामीले यो नचुटाइकन त्यतिकै राख्यो भने चाहिँ एउटै बोट जान्छ, सररै माथि जान्छ, त्यसपछि 1 2वटा हाँगा खालि छुट्टिन्छ हो। तर तपाईँले यसरी टुप्पो 8वटा 10वटा यसरी डाँख्ला यसो पत्ता आइसकेपछि तपाईँले टक्कै टुप्पो चुटाइदिनुहोस् र त्यसको न्युट्रियन्स चाहिँ यतातिर साइडतिर गएर चाहिँ के हुन्छ, मजाले हाँगा दिन्छ। यसरी हेर्नुहोस् त यहाँ कसरी देख्छ हो। मैले यो अस्ति नै चुटाइदिएको थिएँ नि त यहाँनिर यहाँको, अन्त यसको पनि त्यस्तै भएको छ। यसको पनि चुटाइदिएको छु, हेर्नुहोस् त कति मजाले आएको छ हाँगै हाँगा। हेर्नुहोस् त फिल्डबाट यसको पनि त्यसरी नै यसको पनि त्यस्तै भएको छ। यसको त झन् कति मजाले ठुलो हुँदैछ हेर्नु त मजाले फल उयो ठुलो हुँदैछ नि त, झ्याङ्गिँदैछ भन्नुको मतलब झ्याङ्गिँदैछ हो। तपाईँहरूले पनि त्यसरी पिन्चिङ गरिदिनुहोस् हो। र तपाईँहरूले अघि मैले देखाइहालेँ तपाईँलाई पिन्चिङ गरेको होइन, डल्ले खोर्सानीको त्यो माथिको टुप्पो होइन। र पिन्चिङ गरेको छ भने चाहिँ तपाईँहरूको यसरी बोट क्या एकदम बलियो भएर आउँछ होइन। त्यहाँपछि अन्त तपाईँहरूको के हुन्छ, हेर्नुहोस् त झ्याङ पनि ठुलो भएको छ हो। झ्याङ पनि ठुलो झ्याप्पै भएको छ। अन्तखेरि कोपिला पनि लाग्दैछ हेर्नुहोस् त झ्याङ पनि ठुलो हुन्छ क्या। अन्तखेरि त्यो पिन्चिङ गरेको छैन भने चाहिँ एकदम टङरङ्गै भएर जान्छ क्या, सिटा जस्तो टङरङ्गै हुन्छ, अन्तखेरि कम्ती फल्छ हो। तर यसरी तपाईँले पिन्चिङ गरिदिएको छ भने चाहिँ डल्ले खोर्सानी चाहिँ यसरी मजाले हाँगेर आउँछ मजाले। अस्ति मैले सिटा लगाएको थिएँ नि साथीभाइ, यहाँ हेर्नुहोस् ल, सिटा लगाइसकेपछि चाहिँ सिमी चाहिँ यति माथिसम्म आइसकिसक्यो। एराउन्ड 2 विक्स भित्रमै, 2 हप्ताभित्रमा नै यति माथि आइसकिसक्यो हो। यहाँ बिचमा छ फर्सी हो। र सिमीको सिटा लगाइसकेपछि चाहिँ सिमीले चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ छिटो सहारा पाउँछ कि, अन्तखेरि छिटो बढ्छ पनि, अन्तखेरि छिटो फुल्छ पनि हो। मजाले फुल्छ पनि, अन्तखेरि यसरी छिटो हौसिएर जान्छ पनि। र आजको सानो मिनी भ्लग चाहिँ यतिमै छ हो। तपाईँहरूलाई मन पऱ्यो भने यसो लाइक सेयर कमेन्ट पनि गरिदिनु होला है त। अन्त सी यू अन द नेक्स्ट भ्लग है साथीभाइ। माथिको चाहिँ के हो? कुन चाहिँ